हामी चाहिँ लाग्नु आँटेको उकालो अन्त केटाहरू बेला भयो अन्त योगेश छ मेरो साथी आयुष यता निलेश यता रोहित अब हाम्रो हिजो चाहिँ एचएस सकेको त्यही भएर अब हामी सिधा माथि जाने हामी चाहिँ दुईजना साथीहरूलाई पर्खिरहेछौँ 8 बजिसक्यो एकजना छ रबिना आज डोलुले इतिहास रच्छ अरे हो अगाडिको मिस डोलु हो हाम्रो चाहिँ देवी डोलमा त्यहाँभित्र साथी फाइनली रबिना पनि आएछ हो अब बिचारा हेर आमामा 6 बजी निक्लिने हेरेर के पोको डलु अनिसा पछाडिको हाम्रो हेड अफ दि मिनिस्टर भन्ने चाहिँ यो हामी चाहिँ अब गुरुमाथानबाट चढे हो मेरो साथीहरू पछाडि यहाँ अगाडि छ हो दाले 40 मा लाने रे हो त्यसमा लादैन हाम्रो दाले पुरै चाहिँ हामी जाने उकालो अम्बाक आइपुग्यो को छ ल साथी हो अब हामी चाहिँ अम्बाक आइपुग्यौँ हो अन्त मसँग अब यहाँ जाँदैछौँ हामी माथिबाट यहाँबाट अब अगाडि जानुपर्छ अगाडि चाहिँ यस्तो माथि डाँडामा पुग्नु पर्छ डाँडा कतिवटा काट्नुपर्छ हो त्यही भएर अब हामी चाहिँ फर्स्ट टाइम आएको एचएस सकेर ठिकै छ भेटौँ माथि पुगेर फर्स्ट टाइम अन्त उयो लगाए चस्मा लाउँदा यतिको ठिकै देख्दो रहेछ साथीहरू चाहिँ अम्बेकमा छ भर्खर कहाँ गएको काँटा केटाकेटी हो अब हामी चाहिँ लाग्दैको ओ भाइ कहाँ गएको अब हामी जानु आँटेको यहाँ चाहिँ होइन अब अहिले त्यहाँ जाँदाखेरि ट्र्याकमै अल्झेर लड्छ जस्तो लाग्दैछ हो बिचारा यो चाहिँ ढिप डाँडा रहेछ जग्गाको नाम चाहिँ कहिले आएको थिएन म त के हो यहीँ थाक्यो त कहिले पुग्ने चाहिँ हामी यो डाँडाहरू काट्नुपर्छ खै यहाँ उकालो जाँदैछु हो त्यो मैलाहरू फ्याँक्नु होइन अमला बोक न अहिले गरममा उयो हुन्छ त हजुर जाँदैछु हामी जाँदैछु कालीमा माथि आइपुग्यौँ के पो रेट जग्गा उयो तलको हौ अम्बेक माथि आइपुग्यो साथीहरू तल आउँदैछ हामीले चाहिँ अङ्कललाई भेट्यौँ अङ्कलले बाटो देखाइदिनु भयो हामीलाई अङ्कलले आइपुग्यो त्यो तल आउँदैछ मेरो साथीहरू ए चो कहाँ गयो छिटो न ढिलो भयो साथीहरू भर्खर आउँदैछ अगाडि तल हामी चाहिँ त्यो अम्बाकदेखि त्यो माथिको डाँडा क्रस भयो आदि पाइपलाइन छ त्यहाँबाट कहाँलाई जाने खै त्यो जाँदैछौँ हामी बाटोमा अब आधी बाटो त आइसक्यो त्यही त हल्ला हल्ला चाहिँ नगरी जानुपर्छ अब यो उकालोमा होइन जनावरहरू हुन्छ तर्सिन्छ है ओ तल छ साथीहरू
साथीले चाहिँ मजाको गाना सुन्दैछ त्यहाँदेखि सानोहरू चाहिँ ढुङ्गा साथीहरू खै आएको छैन यता छ खै साथीहरू यहाँ हल्का पोस्ट दिइहाल न ओ रबिना ओ यहाँ हेर्दै न दादीबाट आइपुग्यो वाटर इज फिनिस मान्छे इज फिनिस हामी चाहिँ पुल आइपुग्न आँट्यो अब नआइदिउँ न अन्त यसो त्यस्तो उतालाई चाहिँ पुल रहेछ त्यो पुलबाट पनि जान्छ नि त अर्को बाटो त्यो उतालाई चाहिँ गाई है उतालाई गाई जाँदो रहेछ यतालाई पुल रहेछ हो उतालाई दामी रहेछ खै अन्त हामी चाहिँ अर्को बाटो आएको रहेछौँ अब यहाँबाट जाँदै जाँदै उकालो साथी तिमीले देख्यौ पुल कत्रो रहेछ है अम्बो बेर्नुको लागि हुन्छ किनभने हामी जोग्राफी स्टुडेन्ट हो अलिअलि अब होइन आइडियाहरू छ रहेछ हामीलाई हाम्रोमा जोग्राफी के भयो नि एकदम उतल झर्ना छ हो त्यो जे पाइदिन छु है फुल होइन त्यो जाँदैछ त्यहाँबाट पर जाँदैछ क्रस गर्नु पर्यो होला यो पनि जाँदैछु बाटोमा साथी पछाडि औ साथी हो औ लड्दै आइपुग्यौँ हामी अलिक माथि यो घिउ बेटार्ने उयोमा पत्ताको बाटो साथीहरू छ ऊ तल छ आदि सर्टकट बोलाउँदै तिनीहरूलाई जङ्गल छ अगाडि हो पछाडि साथीहरू छ अब पुल आइपुग्यो सानोबडे पुल छ हामी चाहिँ सानोबडे पुल आइपुगिसक्यो यता फोटो खिच्दै साथीहरू अब पुल कति छ टाढो छ कति घन्टा छ अब कति घन्टा रे तिमी 2 घन्टा फोटोग्राफर छ हाम्रो हामीहरूले अगाडि यहाँ छु वेदर चेन्ज भयो अब्बो वेदर त निलेश साथीहरू छ अगाडि वेदर चाहिँ एकदम दामी भयो हाम्रो चाहिँ अब खाएको है साथी हो पानी भरेको र हिउँ जस्तो परेको छ अब हामी आइपुग्न आँट्यो निकै भइरहेको पनि बस्दा दिन रात यहाँ चाहिँ ऐसाले भेटेछ साथीहरूले ऐसाले खाने अरे नखाऊ छोड्दै होइन किन खानु एउटैमा खाऊ हामी चाहिँ अब त्यो माथि कटेज आइपुग्न आँट्यो तलबाट साथीहरू आउँदैछ तल क्याप लगाइहाल्दो रहेछ हाम्रो साथीले चाहिँ तल देख्छ भनेर अगाडि दुईजना मिस्टर निलेश
यहाँ आइपुग्छ। कोही ऱ्याप सुन्दैछ, कोही पप सुन्दैछ। कटेज आइपुग्यो। खै यहीँ थियो त कटेज। ए कटेज भनेको ट्याङ्की रहेछ हो। यहाँ चाहिँ आइपुगेँ। यो चाहिँ इन्टरभरहरूले उयो चाहिँ उयो छ, कटेज छ। अब कताबाट जानु हामी? कताबाट जानु? अब हामी यता जानु पर्दो रहेछ यो बाटो। उकालो ए उकालो जानु अरे। पर साथीहरू छ, पर जाँदैछ। यहाँ चाहिँ अन्त जुके पानी क्याम्प रहेछ, अम्बेक पिट अप्पर नेउरा रेन्जको। यहाँ छ, यहाँबाट पनि कता जान्छ होला सायद। अन्त ऊ मेरो साथीहरू चाहिँ अगाडि छ, ऊ पर चढ्दैछ। अन्त यहाँबाट अलिकति यो सट्ट यो डाँडा काटेर चाहिँ निक्लिनुपर्छ। है साथी हो होइन? अब हामी चाहिँ त्यो कट्नु कट्यौँ। जुगा भेटेर तल हाम्रो मन्जिल चाहिँ अब आइपुग्यो। यो मजाको छ, यो नामै बिर्सो। जाने बाटो चाहिँ यस्तो अलिक माथि आइपुगिसक्यौँ हामी। यस्तो छ तल तल। अब चाहिँ अलिकति छ, हामी अब फर्स्ट पूजा गर्ने जग्गा आइपुग्न आँट्यो, अलिकति अगाडि। पूजा गर्ने जग्गा कहाँ हो? एउटा बस पूजा गर्ने आइसक्यो। गली हो आज चाहिँ, निकै टाढो हो नि त, रहेछ नि त। यतातिर मैला पारेको रहेछ हो। यत्रो राम्रो जग्गामा के गरेको मान्छेहरूले। ल अब चाहिँ आइपुग्यो, साथीहरू पछाडि छ। आए 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 पछाडि साथीहरू छ मेरो। पछाडि साथीहरू। फाइनली हामी एउटा पोखरी आइपुग्न आँटे। खै कहाँ छ? आइपुग्यौँ अब। यहाँ पोखरी धेरै सुकेको, यहाँ चाहिँ पहिला पोखरी धेरै छ। पाँच पोखरी आइपुगे। कस्तो हुँदैछ अहिले चाहिँ? पाँच पोखरीमा यहाँ पनि पोखरी धेरै छ पहिला। यहाँ पोखरी धेरै छ पहिला, यहाँको चाहिँ सुकेको रहेछ। दुईजना बाँदर पनि भेट्दो रहेछ त्यतिर हो। अन्त कहाँ छौ साथी हो? यहाँ सेकेन्ड पोखरी आइपुग्यो। हेर्नु मजाले साथी हो। सबजनाले त्यो पोखरी पनि अब सुकेको रहेछ। अन्त त्यही भएर दल थाले जस्तो भइरहेको रहेछ। भिडियोमा हेरेको थियो यो जग्गा चाहिँ हामीले। फाइनली आइपुग्यौँ। पोखरी फाइनली, थर्ड पोखरीमा चाहिँ पानी रहेछ। जन्नतमा आएको जस्तो भयो नि यहाँ त साथीहरू। सबैजना आएको, हामी चाहिँ फर्स्ट टाइम यो जग्गामा पोखरी देख्दै हुँदैछ अगाडि होइन, झन्डाको। अन्त यो जग्गा चाहिँ सबैलाई थाहै छ, माथि डालिमटार क्रस भएर आउनुपर्ने रहेछ। थर्ड पोखरी चाहिँ अब फोर्थ पोखरी र पाँच पोखरी चाहिँ अब पुग्नु सकिँदैन भन्छ। पाँच पोखरी त टाढो छ अरे हो। यहाँ चाहिँ यस्तो रहेछ। कस्तो हुँदैछ फिल?
खुसी छौ? Oh, कस्तो छ फिल निलेश? How's the juice? How's the juice, man? Oh, bro, how's the juice? अब यहाँको चाहिँ मौसम यस्तो भयो। फर्क्यौँ बासपोखरी आएर पनि हो हामी उयो आयौँ कहाँको गरी हामी गढी है गढी राजा रानी बस्ने प्यालेस छ अरे प्यालेस त क्या अब सानो यस्तो मूर्तिहरूको हामीलाई इन्भाइट गरेको थियो नि त कि यस्तै बस्दै रहेछ हो के थाहा ढुङ्गासुङ्गा छ रहेछ होइन राजा रानी भेटिनँ मैले बट आई फाउन्ड सम पिपल हु आर हियर to do रानी खुट्टा चाहिँ हेर्ने लो यहाँ चाहिँ माथि प्यालेस छ यहाँ चाहिँ 3टा ढुङ्गा रहेछ होला यस्तो रहेछ ओ मामे प्रेमे अरे अबे भक्तहरू खै नमस्ते नमस्कार सबले ढोक्नु थाल्यो All is well lah 1 2 3 भन्छु ल 1 केटा सबै भन्नु all is well all is well lah 1 2 3 all is well